हाम्रो तारकेश्वर भजन समूहका सबै पदाधिकारीज्यूहरूप्रति हार्दिक नमन गर्दै हामीलाई अहोरात्र खटेर अब हाम्रो यो भजनको सङ्घ संस्थाको हिसाबले हामी यो संस्था उ संस्था भन्छौँ। हामी सबै वैदिक सनातन धर्म मान्ने भजन गाउने जति सबै एकै हो, हामी एकै हो। त्यसकारणले हाम्रो भूपू सैनिक र हाम्रो यसै तारकेश्वर भजन समूहका सदस्य मेरो अत्यन्तै प्यारो मित्र, मलाई हरेक कुरामा साथ दिनुहुन्छ अर्जुन थापा मगरज्यूले पोखरा कोटी होममा उहाँको जोडी नाच पोखरा कोटी होममा हामीले प्रदर्शन गरेका थियौँ। त्यसको भजन मैले गाउँदै गर्दा उहाँहरूले नाच्नु भएको थियो र हाम्रो दिदीहरूले त्यहाँ छोप्ने काम मलाई साथ दिनुभएको थियो र हामीले 300 वटा समूहमध्ये चौथो स्थान हामीले हासिल गर्न सफल भयौँ। विशेष दाइहरूलाई धन्यवाद छ। तारकेश्वर भजन समूहलाई नै धन्यवाद, विशेष गरी गुरुदेवलाई हामीले उहाँलाई पुरस्कार स्वरूप अब त्यहाँबाट केही आएका अब यो दान दिनु केही थाहा नहोस् भनिन्छ। त्यसकारणले यो ठाउँभित्र जे छ यहाँहरूलाई चाहिँ यो गुरु आशीर्वाद दक्षिणा लिएर र एकपल्ट उहाँलाई जोरदार जय हो। भन्ने होला नि एउटा काम श्रीदाता गणेश की जय, महेश्वर की जय, तारकेश्वर धाम की जय, नारायण राम 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 सबलाई नमस्कार, हे हाम्रो पनि सबलाई नमस्कार। मैले भन्न खोजेको कुरा त धेरै छ, आज तारकेश्वर धाममा आएर भजन भन्ने मौका पर्यो। यो भन्दा 500 वर्ष अगाडि यसै ठाउँमा आएर हाम्रै बुवाहरूलाई साथमा लिएर भनेको रेकर्ड गरेको भजन त्यो भजन विश्वभरि गयो, सबैले मन पराइदिनु भयो। युट्युब भरि खोलेर हेऱ्यो भनेदेखि हाम्रा विष्णु गुरुले भनेको भजन, मैले भनेको भजन र यस्ता गुरुहरूले भजेको भजन राम 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 हेर्न पाइन्छ। हाम्रा बाबु बाजेहरूले पनि यो भजन गाए, गाउँदै गाउँदै आए हामीले पनि। यो नेपालको संस्कृति हराउन हुँदैन, भोलि हामी मरेपछि नि अर्को आउन पर्यो। त्यसकारणले एउटैले सधैँभरि चलाएर पनि सकिँदैन। यो आफ्नो उमेरमा आफ्नो रस छँदैछ। यो उमेर एक दिन नारायण हेर्दा केही छैन, हेर्दा केही छैन। तिम्रै गर्भदेखि जन्म भयो, दानवहरूको पनि तिम्रै गर्भदेखि जन्म भयो। सम्पूर्ण यो चराचर जगतका प्राणीहरू पनि नारायण राम 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 तिम्रै अधीनमा।
हे प्रभु कुरा त धेरै छ रामको लीला व्याख्या गरौँ भगवान रामको लीला उत्तिकै छ भगवान नर नारायण नारायण राम 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 आठौँ अवतार हे आठौँ अवतार जति भन्यो त्यति भनौँ लाग्छ भगवानको कणै कणले भरिएको लीला सुन्दैमा पनि पवित्र हो भगवान श्री कृष्णले के भन्नु भएको छ भने कलियुगमा ठुला ठुला कलियुगमा न त ठुला ठुला दान गर्न पर्छ ठुला ठुला व्रत नै गर्न पर्छ सत्य युगमा ठुला ठुला मन्दराचल पार टोणाचल पर्वतमा तिप्पे 10,000 वर्षसम्म तपस्या गरे द्वापर युगमा कयौं दान गर्यो त्रेता युगमा कयौं तीर्थ गर्यो कहीँ पनि धर्म मिल्दैन कलियुग यस्तो कीर्तन कलियुगमा सबैभन्दा ठुलो नारायण राम राम हरि कीर्तन हरि कीर्तन धन दौलत हिरा मोती हात्ती घोडा सोना चाँदी श्रीमानको श्रीमतीको यो सारा झुटो माया सम्बन्ध हो एक दिन यो शरीर मै हुँ भन्नेको पनि एउटै थलामा पर्छ यो शरीर एक दिन घरल्याम्न ढल्छ घरमा परान जान्छ मान्छे मर्यो भन्छन् गाउँले जम्मा हुन्छन् खटमाथि राखेर चामर ओढाएर नारायण दैव शङ्ख बजाउँदै